काठमाडौँ लगायतका प्रमुख सहरहरूमा अहिले सुकुम्बासी मुद्दा फेरि तातेको छ। विशेष गरी बागमती र विष्णुमती नदी किनारका सार्वजनिक जग्गामा बसेका बस्तीहरू हटाउने अभियानलाई अहिले तीव्र बनाइएको छ। महानगरले डोजर अभियान अघि बढाएसँगै स्थानीय बासिन्दाहरूको कडा विरोध देखिएको छ। उनीहरूको एउटै स्पष्ट माग छ, पहिले बस्ने ठाउँको सुनिश्चितता गर, त्यसपछि मात्र यहाँबाट हटाऊ। उता स्थानीय तह र सरकारको धारणा भने फरक छ। सार्वजनिक जग्गामा भएको अतिक्रमण कुनै पनि हालतमा सह्य छैन भन्ने अडानमा प्रशासन अडिग देखिएको छ। बालेन शाहले यस विषयमा सुरुदेखि नै आफ्नो स्पष्ट धारणा राख्दै आउनु भएको छ। उहाँका अनुसार नदी किनारमा बसोबास गर्ने सबै वास्तविक सुकुम्बासी होइनन्। केही व्यक्तिहरूले जानाजानी सार्वजनिक जग्गा अतिक्रमण गरेको र यसलाई राजनीतिक ओथ दिइएको उहाँको आरोप छ। बालेन शाह भन्नुहुन्छ, सहरलाई सफा, सुरक्षित र व्यवस्थित बनाउन सार्वजनिक जग्गा खाली हुनै पर्छ। यो सुकुम्बासी समस्या मात्र होइन, यो सिधा अतिक्रमण हो। पहिले मेयर हुँदा केन्द्र सरकारबाट सहयोग नपाएर रोकिनु परेको अनुभव सुनाउँदै अहिले सरकारमा हुँदा उहाँले स्पष्ट पार्नु भएको छ कि अब कुनै पनि राजनीतिक दबावमा यो काम रोकिने छैन। अहिले एकातिर सुकुम्बासीहरू आफ्नो आधारभूत अधिकारको लागि सङ्घर्ष गरिरहेका छन् भने अर्कोतिर सरकार सहर व्यवस्थापनमा केन्द्रित छ। यसले समाजमा एउटा ठूलो बहस सिर्जना गरेको छ। अब प्रश्न उठ्छ, पहिलो, के नेपालमा कानुन सबैका लागि बराबर लागू हुन्छ? दोस्रो, के यो पटक सुकुम्बासी समस्याको स्थायी समाधान होला? 3, के यस्ता विवादहरू झन् उग्र बन्दै जान्छन्? तपाईको विचार कमेन्टमा पक्कै लेख्नुहोला। भिडियो मन परे लाइक र शेयर गर्न नबिर्सनुहोस्।